हेलो गाइस, स्वागत छ तपाईहरुलाई मेरो यो नयाँ ब्लगमा। म चाहिँ आज मेरो फर्स्ट ब्लग स्टार्ट गर्दैछु। यो ब्लग चाहिँ मेरो ड्युटीबाट स्टार्ट हुँदैछ र यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ तपाईहरुले, यो चाहिँ हाम्रो क्याफेटेरिया हो र यहाँनिर क्लाइन्टहरु बसेर खाना खानुहुँदैछ। केराको पत्तामा कसरी खाना खानुहुँदैछ तपाईहरुले देख्न सक्नुहुन्छ। यो चाहिँ तमिलनाडुको रीतिरिवाज भनौँ न। र अब चाहिँ म जाँदैछु हाम्रो अफिसको स्टोर रुमतिर। हेर्नु होला हाम्रो अफिस चाहिँ कस्तो छ है, कत्रो छ हेर्नु होला। पुरा भिडियो हेरेर लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गरिदिनु होला भन्ने आशा राख्दछु। र यो चाहिँ हाम्रो अफिसको यतापट्टि साइडमा केबिनहरु, यो केबिनहरुमा चाहिँ बसेर क्लाइन्टहरु काम गर्नुहुन्छ। यता हेर्नु देख्न सक्नुहुन्छ। र गाइस, म स्टोर रुम चाहिँ किन जाँदैछु हजुरहरूले देख्नुहुनेछ। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। र यहाँ चाहिँ हाम्रो यो स्टोर रुम हो। स्टोर रुम आइपुगिसकेको छु म र अहिले चाहिँ म स्टोर रुम आइपुगिसकेर स्टोर रुमको चाबी खोल्दैछु। हेर्नु होला हाम्रो स्टोर रुम कस्तो छ। यो चाहिँ म स्टोर रुम भित्र आइसकेको छु गाइस। यो चाहिँ हाम्रो स्टोर रुम हो, सानो स्टोर रुम चिटिक्क परेको। र यतापट्टि चाहिँ हामीहरूको हाउसकिपिङको र स्टेसनरीको सामानहरू राख्छौँ र यतापट्टि चाहिँ हामीहरूको फ्रुटीहरू, लिचीहरू राख्ने गर्छौँ। हेर्नु होला। र गाइस, म चाहिँ बाहिर निस्किसकेको छु र म गएको थिएँ स्टोर कपुर लिनुको लागि, हाम्रो रेस्ट रुममा लगाउनुको लागि। यो रेस्ट रुममा भयो कपबोर्डहरूमा लगाउनुको लागि म कपुर लिनु गएको थिएँ। र कपुर लिएर आइसकेर चाहिँ म यहाँ हाउसकिपिङहरू हेर्नु आएको थिएँ, के गर्दैछन् छैनन् भनेर। यिनीहरू चाहिँ यहाँनिर रेस्ट रुममा कार्पेट सफा गरिरहेको रहेछन्। राम्ररी नै कार्पेटहरू सफा गर्दै रहेछन्। र म रेस्टरुमबाट बाहिर निस्किँदा चाहिँ यहाँ दिदी चाहिँ जिब्रो देखाउँदै मलाई जिस्काउँदै निस्किरहेको थिइन्। अनि त्यसको पछि चाहिँ यहाँनिर हाम्रो हाउसकिपिङ आन्टी हुनुहुन्छ आसामकै, उहाँहरू चाहिँ काम गरिराख्नु भएको रहेछ। अनि उनीहरूलाई एकछिन कामहरू लगाएको त यो आन्टी त, यो यहाँको तामिल आन्टी त रिसाएर मसँग उत्पात, खालि मलाई मात्रै काम लाउँछिस्, खालि मलाई मात्रै भन्छिस् काम भनेर चाहिँ रिसाएर उत्पात, केटा मान्छेहरूलाई काम नै लाउँदैनस् त भनेर उत्पात। अनि त्यसपछि चाहिँ आएर म यहाँ खानु थालेँ खरबुज, वाटरमेलन। र वाटरमेलन चाहिँ यति खास राम्रो चाहिँ थिएन, अलिकति दिन भइसकेको थियो फ्रिजमा राखेको। र गाइस, बाई बाई, अर्को भिडियो